यो 20,000 किन यस्तो नाम राखेको होला हैन 20,000 नै यसको 20,000 ताल भनेको अर्थमा हजुरले यो नहरले गर्दा यसको नाम राख्यो यो नहर पहिला मान्छेले खनेको जेसीबी थिएन पहिला जमानामा हाम्रो पाला जेसीबी थिएन हजुर मान्छेले हेलो साथीहरु सबैजनालाई नमस्कार म हिजो नवलपुरको गैडाकोट दिदीको घरमा आएर बसेको थिएँ हिजो अहिले म चितवनको 20,000 तालमा जान लागेको छु म तयार भइसके मेरो छोराछोरी चाहिँ उता तयार हुँदैछ उनीहरू तयार भएपछि आजको हाम्रो गन्तव्य हुनेछ 20,000 ताल अब हामी तयार भइसक्यो जाँदैछौँ आमा छोरी एउटा स्कुटीमा दुईटा छोरा एउटा बाइकमा ल यतिमा दुईजना 10 बजे जाने मान्छेहरू कति बजे आउने 12 हामी दुईजना चाहिँ स्कुटरमा आमा र म कोटी यता चाहिँ मेडिकल लाइन होइन यो हस्पिटल लाइनहरू सबै यो हो भरतपुरको एयरपोर्ट यताबाट चाहिँ 20,000 ताल जाने अब यहाँबाट कता छ सीतामाई भनेको कहाँ हो र सीतामाई जगतपुर अनि 20,000 ताल चाहिँ 10 किलोमिटर चाहिँ यहाँबाट गाडी ताल जाने मुख्य उयो चाहिँ यो हो है यहाँ टिकट लिनु पर्दो रहेछ यहाँ टिकट लिनु पर्दो रहेछ आमा म्यापहरू यता सुधो नराउँछ हो अघि मैले जगतपुर लेखेको देखेको थिएँ कि टिकट काउन्टर खुल्ने समय बिहान 9 बजे हामी 20,000 ताल आइपुग्यो है अब ल जाने त घैटोको पानी छ अरे क्या त्यहाँ घैटोमा यता जिप सफारी पनि हुँदो रहेछ कि यहाँ पानी राखेको रहेछ यसरी घैटोमा चिसो छ होला क्या यहाँको पानी त यसरी राखेको रहेछ क्या कस्तो सफा कति राम्रो चिसो छ मान्छे पानी नखाएर कस्तो यस्तो होइन त्यो पुरा हावाले के छाल आएर तलपट्टिको छाया त देख्दै नदेख्ने भयो कि
यो के माथिको रुखको तल फेरि सेम छाया देखिने कस्तो राम्रो देखिन्थ्यो। 20,000 तालमा चाहिँ अहिले चाहिँ बल्ल अलिअलि देखिन लाग्यो। हेर न यो 20,000 तालको खासमा मेन हेर्ने नै यो माथिको यो रुखहरू छ नि त्यो पनि ठ्याक्कै यो तल के पानीमा सेम देखिने यही हो कि यसको हेर्ने खासमा। तर आज चाहिँ एकदम राम्रो भएन किनभने यो यस्तो तुवालो लागेको छ नि त त्यही भएर खासै राम्रो देखिएन। नत्र त यो माथिको जङ्गलहरू तल पानीमा फेरि सेम देखिने क्या यस्तो राम्रो देखिन्छ। आज चाहिँ त्यही पनि अहिले त अलिअलि देखियो हेर न। अघि त हावाले पानीको पुरा छालहरू बगिरहेको थियो नि त त्यही भएर देखेको थिएन। अहिले चाहिँ अलिअलि चाहिँ देखियो है। ल है यतिको त राम्रै हो तर मैले खिच्न नजानेर होला नि यस्तो हरियो आएन कि के भएर। अलि चाहिँ भयो अहिलेको भन्दा यस्तो राम्रो देखिन्छ यहाँ तल छाया। फेवातालमा माछा पुछ्रेको छाया देखिन्छ भन्छ नि त्यस्तै हो कि यहाँ हेर्नेमा खास। यो छोराछोरीहरू के भनेर हाँसेछ। के भयो तिमीहरूलाई? कमल छोरा यता जिप सफारी पनि हुने रहेछ यतातिर। V-सेप U-सेप यस्तो गरेर ठ्याक्कै U-सेप हो है। अब यस्तो गर्ने म यहाँ रुखमा चढ्छ है। पानीमा झम्म डाइभ हान्नु गरेर तर्न सक्नुहुन्छ यो? उता हेर न उता बाँदर आयो बाँदर। पोज यो रुखहरूको तल छाया पानीमा कस्तो राम्रो देखेछ पातहरू बगाएको। दाइ तपाईँ यहीँको कर्मचारी हुनुहुन्छ कि? म यहीँको कर्मचारी 20,000 तालको कर्मचारी। यो 20,000 ताल किन यस्तो नाम राखेको होला होइन 20,000 नै? यसको 20,000 ताल भनेको अर्थमा हजुरले यो नहरले गर्दा यसको नाम राख्यो। यो नहर पहिला मान्छेले खनेको जेसिबी थिएन पहिला जमानामा हाम्रो पाला जेसिबी थिएन। हजुर मान्छेले खन्दै आउँदा उहाँ टिकौलीबाट यहाँसम्म खनेर आउँदा 20,000 फिट भएर 20,000 ताल रह्यो। अगाडि 17,000 देख्नु सक्नुहुन्छ 18,000 देख्नु सक्नुहुन्छ यहाँ आउँदा 20,000 पुग्यो अनि त्यसको नाम रह्यो 20,000 ताल। ए उता 17-18,000 भन्ने नि छ अगाडि छ त्यसको कलिया छ नि यो विशेष यहाँ परेको ताल पनि भयो यो सब कलिएको यो जल्दले एक मान्छे तपाईँ तल जानुभयो भने एक मान्छे भाँच्छ यसमा। ए त्यति गहिरो छ होइन? त्यति गहिरो छ गहिरो त अझ बढी होला अहिलेलाई होइन। त्यो तल भाँच चाहिँ एक मान्छे भन्दा बढी भाँच्छ जान्छ। ए हस् त ल ल ल धन्यवाद है तपाईँ। मैले चाहिँ अघि यो 20,000 ताल चाहिँ यो पक्का 20,000 तल गहिरो छ होला त्यही भएर नाम राखेको होला भनेको त अलिअलि चाहिँ मिल्न लागेको रहेछ है। पात खसेर पुरै पातै पात। फुल टिप्न नजाई गुई आउँछ यहाँ त। फुल टिप्न गएको मान्छे डरले आइहाल्यो माथि। त्यो छेउछेउमा उता नजाई
कसैले वा पानी भित्र गुई हुन्छ यहाँ त गुई पनि हुन्छ अरे नि त यहाँ त यतापट्टि पनि यस्तो यता पनि यो यता नै यो बिचको त्यो राम्रो देखेको हेर न यहाँ वाउ ल अब हामी 20,000 ताल हेरेर पनि फर्किन लागेको अलि पानीको छालहरू पुरा पानीको छाल आएर त्यो हावाले पानी चलाइदिएर अलि राम्रो भनेको जस्तो चाहिँ देखेँ हैन भए पनि राम्रै लाग्यो रमाइलै भयो पातहरू झरेर हेर्न त रुखको पातहरू झरेर कस्तो राम्रो देखेको लाउ जाम ल भनेको जस्तो गरेर राम्रोसँग खिच्न पनि पाएन राम्रोसँग हेर्न पनि पाएन हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्टहरू गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला अब चाहिँ हामी साँच्चै यहाँबाट निस्किन लाग्यो ल जान लागेको हामी ल बाई बाई सबैजनालाई